नमस्ते सबैजनालाई। मैले आज तपाईहरुलाई मोबाइलको ब्राउजरबाट टाइपिङ गर्न कसरी सकिन्छ प्र्याक्टिस गर्नको लागि भनेर देखाउन गइरहेको छु। त्यसको लागि तपाईले monkeytype.com टाइप गरी सर्च गर्नु होला, जसरी यहाँ देखाइएको छ। त्यसपछि त्यहाँ गएर तपाईले मजाले टाइप गरेर प्र्याक्टिस गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईको मोबाइलमा भएको भर्चुअल किबोर्डबाट टाइपिङ मजाले गर्न सक्नुहुन्छ, जसरी मैले यहाँ देखाइरहेको छु। मेरोमा चाहिँ अटो क्यापिटलाइज हुने भएको हुनाले तपाईले त्यहाँ मिस्टेक भएको देख्न सक्नुहुन्छ भने तपाईले आफ्नो तरिकाले सेटिङहरु मिलाइकन प्र्याक्टिस गर्न सक्नुहुन्छ। तपाईले यस वेबसाइटमा त्यहाँ सेटिङमा गई ल्याङ्ग्वेजहरु चेन्ज गर्न सक्नुहुन्छ हैन। त्यसैगरी तपाईले कति सेकेन्डको लागि हो त्यहाँ टेस्ट सेटिङ भनेर अप्सन दिएको छ। कति सेकेन्डको लागि टाइपिङ गर्ने हैन, कतिवटा वर्ड गर्ने अथवा पंक्चुएसन गर्ने कि नम्बर गर्ने कि यहाँ देखाइए अनुसार तपाईले मजाले सेलेक्ट गरिकन टाइपिङ प्र्याक्टिस गर्न सक्नुहुन्छ। आफ्नो बच्चाहरुलाई पनि फुर्सदको बेलामा टाइपिङ प्र्याक्टिस गराउन सक्नुहुन्छ है। सक्नुहुन्छ। त्यसैगरी तपाईको बच्चाले त्यसरी टाइपिङ गर्न मानिरहेको छैन भने ब्राउजरमा अर्को वेबसाइट टाइप गर्नु होला, जुन चाहिँ यहाँ देखाइरहेको छु, zty.pe। यो वेबसाइटमा गएर तपाईको बच्चाहरुले गेम खेल्दै हैन टाइपिङ प्र्याक्टिस गर्न सक्नेछन्। यहाँ न्यू गेममा थिचिसकेपछि यो शूटिङ गेम जस्तो युजर इन्टरफेस आउँछ, जसमा चाहिँ तपाईले टाइप गरिकन त्यो वर्ड्सहरुलाई शूट गर्न पर्ने हुन्छ। यो वेबसाइटले बच्चाहरुलाई एकदमै इन्स्पायर गर्छ गेम खेली टाइपिङ प्र्याक्टिस गर्न। अहिलेको लागि यति नै। जय राष्ट्र नेपाल, नेपालीको जय होस्।